आजकल मेरो मनमा एउटा विषयले निरन्तर घोचिरहन्छ। यो सरकारलाई विधि प्रक्रिया पनि नचाहिने, मानवीय मूल्य र संवेदनाको पनि ख्याल नगर्ने, बालबालिका, महिला र ज्येष्ठ नागरिकको पीडा पनि महसुस गर्नु नपर्ने, मुलुकका विद्यमान समस्याका बारेमा राजनीतिक दलहरूसँग संवाद र सहकार्य पनि गर्नु नपर्ने, सबै विधि प्रक्रियाहरू भत्काउनै पर्ने, सरकारको काम सम्हाल्ने हो कि भत्काउने, विधि बसाल्ने हो कि मिच्ने, म साँच्चै नै अचम्ममा परेको छु। सभामुख महोदय, निकै भारी मनका साथ म यहाँ पीडादायी सत्य केही जोड्न चाहन्छु। मनहरा बस्ती खाली गर्न सरकारले 2 दिनको समय दियो। परिवार अब कहाँ जाने, बिरामी आमा बुवा र श्रीमतीलाई कसरी पाल्ने भन्ने चिन्ताले 19 वर्षीय रबिन तामाङलाई थिच्दै लग्यो। बस्तीमा डोजर चल्नु अघि नै उनी आफ्नै घरको शौचालयमा मृत फेला परे। त्यसको केही दिनपछि बल्खुमा डोजर चल्यो। जीवनभर फलफुल मण्डीमा भारी बोकेर परिवार पाल्दै आएका 61 वर्षीय इन्द्रबहादुर राई आफ्नो घर भत्किएको हेर्न नसक्ने भन्दै निराश भएर निस्किएको केही समयपछि बागमती नदीमा मृत फेला पर्नुभयो। अनि थापाथलीबाट विस्थापित भएर कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका 36 वर्षीय भेषराज दर्जीको होल्डिङ सेन्टरमा स्वास्थ्य अवस्था झन् जटिल भएपछि मात्रै अस्पताल पुर्याइयो, तर उपचारकै क्रममा मृत्यु भयो। त्यो होल्डिङ सेन्टरमा खाना समयमा नआउँदा दीर्घ रोगीले औषधि खान नपाएको, सुत्केरी र बालबालिका समेत भोकै बस्नु परेको अवस्था त्यहाँ सिर्जना भएको थियो। यो कुनै नाटकको स्क्रिप्ट होइन, सुकुम्बासी नागरिकलाई राज्यले गरेको व्यवहारको सत्यता हो। दीर्घ रोगी नागरिकलाई समयमै उपचार, नियमित औषधि र रोग अनुकूल पौष्टिक आहार उपलब्ध गराउनु पर्नेमा राज्यले कस्तो व्यवहार गरेको छ, गम्भीर प्रश्न हो। सभामुख महोदय, यी सबै मृत्युको कारण एउटै हो भनेर म निष्कर्ष सुनाइराखेको छुइनँ, तर डोजरको त्रास, योजनाविहीन विस्थापन, मानसिक आघात, उपचारको अभाव र होल्डिङ सेन्टरको कमजोर व्यवस्थापनको पृष्ठभूमिमा असहाय र उपायहीन भएर 3 जना नागरिकको ज्यान गुमाउने अवस्था सिर्जना हुनुमा राज्य र यसले नागरिकमाथि गरेको व्यवहार प्रमुख कारण हो। यसलाई सामान्य संयोग भनेर पन्छिन मिल्दैन र पाउँदैन पनि। डोजरले टहरा मात्र भत्काएको छैन सभामुख महोदय, कसैको बाँच्ने भरोसा भत्काएको छ, कसैको परिवारको सहारा खोसेको छ र कसैलाई बिरामी अवस्थामा न्यूनतम उपचार तथा स्याहार समेत नपाउने ठाउँमा पुर्याएको छ। आजको यो छलफल सार्वजनिक जग्गाको विषय मात्र होइन, राज्यको निर्णयपछि सृजना भएको मानवीय सङ्कट र त्यसको जिम्मेवारी कसले लिन्छ भन्ने विषय हो। सभामुख महोदय, हामी सबैलाई थाहा छ, भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या लामो समयदेखिको समस्या हो। यसमा केही व्यवस्थापकीय समस्या र कानुनी जटिलता होलान्, हामी प्रष्ट छौँ। वास्तविक सुकुम्बासी र भूमिहीन नागरिकहरूले राज्यबाट न्याय पाउनुपर्छ। जो वास्तवमै आवास र भूमिहीन छन् उनीहरूको पहिचान गरी सुरक्षित बसोबासको ग्यारेन्टी गर्नु राज्यको संवैधानिक दायित्व हो। सँगैमा हामी यसमा पनि प्रष्ट छौँ कि नदीको किनारको संरक्षण गर्नुपर्छ, सार्वजनिक जग्गा जोगाउनुपर्छ, बाढी र पहिरोको जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्नुपर्छ। यो राज्यको दायित्व हो र यसमा हाम्रो कुनै असहमति छैन। म स्मरण गराउन चाहन्छु महोदय, अघिल्लो सदनमा भूमि सम्बन्धी ऐन संशोधन आउँदा नेपाली कांग्रेसको तर्फबाट गगन कुमार थापा र विश्वप्रकाश शर्मा लगायतका साथीहरूले निकै मेहनत गरेर समाधानको उपाय सहित संशोधन दर्ता गराउनु भएको थियो। स्पष्ट दृष्टिकोण थियो, यो समस्या पटक पटक बल्झिरहने रोग नबनोस्। सक्कली सुकुम्बासी र भूमिहीन दलितले आत्मसम्मानका साथ आवास पाउनुपर्छ। प्राकृतिक स्रोत र सार्वजनिक क्षेत्रको संरक्षण हुनुपर्छ। वन क्षेत्र, निकुञ्ज, संवेदनशील क्षेत्रको बसोबास गर्न दिनु हुँदैन, संवेदनशील क्षेत्रमा बसोबास गर्न दिनु हुँदैन। बागमती, मनोहरा जस्ता नदी किनारका वास्तविक सुकुम्बासीलाई राज्यले पहिचान गरी अन्यत्र स्थानान्तरण र पुनर्स्थापना गर्नुपर्दछ। शक्तिको आडमा हदबन्दी भन्दा बढी जग्गा राख्नेहरूको विवरण सार्वजनिक गरी कानुनले अतिक्रमित भएको, कब्जा गरेको, हदबन्दी भन्दा बढी राखेको जग्गा नेपाल सरकारको नाममा ल्याउनुपर्छ र संवेदनशील क्षेत्रमा बसोबास गरेका वास्तविक भूमिहीनको व्यवस्थापनमा प्रयोग गर्नुपर्दछ। वन, निकुञ्ज र सार्वजनिक जग्गा जोगिनु पर्दछ। स्थानीय तहले जग्गा र परिवार पहिचान गरी लाल पूर्जा वितरणको लागि तयारी अवस्थामा रहेको बेला कानुन बन्न सकेन। त्यति बेला प्रतिनिधि सभाबाट पारित भएको उक्त संशोधन तर राष्ट्रिय सभामा पुग्दा संसद विघटनको शिकार बन्यो, परिस्थिति बदलियो। म प्रश्न गर्न चाहन्छु,
कसले भनेको थियो व्यवस्थापन नगरौँ भनेर? नदी किनारा संवेदनशील क्षेत्रका बस्तीलाई स्थानान्तरण गरेर व्यवस्थित नगरौँ भनेर, सार्वजनिक जग्गा नजगाउँ भनेर कसले भनेको थियो? भूमिहीनलाई जग्गा, आवास र लाल पूर्जा दिने विषय निर्वाचन अघि सबैजसो दलको साझा प्रतिबद्धता थियो। हामी यसमा पनि प्रष्ट थियौँ, यो सङ्घ, प्रदेश, स्थानीय सरकार, संसद र राजनीतिक दलहरूको साझा जिम्मेवारी हो। वर्तमान सरकारले साँच्चै सुकुम्बासीको समस्याको दीर्घकालीन समाधान गर्न खोजेको थियो भने व्यापक छलफल पश्चात संसदको समितिबाट पारित कानुन संसदमा पेश गरी द्रुत गतिमा यही सदनबाट पारित गरेर कार्यान्वयन किन गरेन र बिना तयारी डोजर चलायो, जबरजस्ती उठीवास लगायो र नागरिकहरूलाई बन्धक बनाएर राख्यो। बरु भूमि आयोग खारेज भनेर त्यही प्रकृतिको राजनीतिक नियुक्तितिर सरकारको ध्यान गयो। यसैबाट प्रष्ट हुन्छ सरकारले समाधान चाहेको थिएन, स्टन्ट मात्रै गर्न चाहेको थियो। त्यसैले सरकारको अमानवीय ढङ्गले सरकारले बस्ती हटायो, नागरिकलाई एक ठाउँबाट विस्थापित गरी अर्को असुरक्षित ठाउँमा धकेलिदियो। समस्या समाधान भएन, केवल सारियो मात्र। तथ्य र वस्तुस्थितिले यही भन्छ, राज्यको कुनै तयारी, विवेक र विधि थिएन, केवल सनक र बल थियो। सरकारी तथ्याङ्क अनुसार छोटो अवधिमा 2616 घरधुरीका 11,000 भन्दा बढी नागरिक विस्थापित भए। प्रारम्भमा 7वटा होल्डिङ सेन्टरमा 388 परिवारका करिब 1488 जना राखिए। प्रशासनले 10 देखि 15 दिनभित्र उचित बसोबासको व्यवस्था गर्ने भनेको थियो, तर 2 महिना भन्दा बढी समय बित्दा पनि स्थायी समाधान आएन। सरकारले बस्तीबाट नागरिकलाई निकाल्यो, होल्डिङ सेन्टरमा राख्यो, त्यसपछि प्रति परिवार 25,000 रुपियाँ दिएर 5 दिनभित्र आफ्नो व्यवस्था आफै गर्न भन्यो। तर जसको नागरिकता मिलेन, जसको बैंक खाता थिएन, जसको विवरण फरक पर्यो, उनीहरूले रकम पाएनन्। रकम नपाउनेको समस्या समाधान गर्नुपर्नेमा उल्टै खाना दिन बन्द गरियो। कोठा नपाएका परिवारलाई कोठेश्वर र बालजु जस्तो चोकसम्म पुर्याएर छोडियो। सभामुख महोदय, राज्यले नागरिकलाई सुरक्षित ठाउँमा पुर्याएको हो भने त्यहाँ पुगेपछि नागरिक पहिलेभन्दा सुरक्षित हुनुपर्दथ्यो। तर बाढीबाट जोगाउन भनेर कीर्तिपुरको राजास्वामी होल्डिङ सेन्टरमा राखिएको नागरिक त्यहीँ फेरि बाढीमा डुबे। त्यहाँ रहेका 154 जना मध्ये 54 जनालाई राति उद्धार गरेर अर्को ठाउँमा सार्नु पर्यो। नागरिकता, औषधि, लत्ता कपडा र बालबालिकाका पुस्तक तथा कापी पानीमा डुबे। परिवारलाई फेरि खरिपाटी र बोडेतर्फ सारियो। तर बालबालिकाको विद्यालय थापाथली र शान्तिनगरमा थियो। विद्यालय पुग्ने कुनै यातायातको व्यवस्था थिएन। एउटा बच्चाले आफ्नो घर, पुस्तक र विद्यालय जाने बाटो गुमायो। सभामुख महोदय, घर भनेको जस्ता पाटा र इँटा मात्र होइन, घरसँग विद्यालय, रोजगारी जोडिएको हुन्छ, बिरामीको उपचार, परिवारको सुरक्षा र सम्मान जोडिएको हुन्छ। त्यसैले सरकारसँग अहिले हामीले धेरै अस्पष्ट माग गरेका छैनौँ, गर्नुपर्ने काम स्पष्ट छन्। पहिलो, यस सम्पूर्ण मेरो 5वटा कुराहरू छन्। पहिलो, यस सम्पूर्ण प्रक्रियाको जिम्मेवारी कसको हो भन्ने स्पष्ट हुनुपर्दछ। गृह मन्त्रालयले एउटा काम गर्ने, भूमि मन्त्रालयले अर्को कुरा गर्ने, स्थानीय तहले फरक निर्णय गर्ने र होल्डिङ सेन्टरमा अनाधिकृत व्यक्तिले निर्देशन दिने अवस्था तत्काल अन्त्य हुनुपर्दछ। सभामुख महोदय, त्यो अनधिकृत व्यक्ति को हो, उसले कुन कानुनी अधिकारका आधारमा निर्देशन दियो, उनकै निर्देशनमा जेनजेट अभियन्तामाथि प्रहरीले किन कुटपिट गर्यो, सरकारले यस सदनलाई स्पष्ट र तथ्यसहित जवाब दिनुपर्दछ। दोस्रो, स्थायी समाधान नहुँदासम्म नागरिकलाई आधारभूत मानवीय सुविधा सहित राख्नुपर्छ। स्वच्छ पानी, पर्याप्त खाना, शौचालय, स्वास्थ्य सेवा र सुरक्षा कुनै राहत होइनन्, यी राज्यका न्यूनतम जिम्मेवारीहरू हुन्। महिला, गर्भवती, सुत्केरी, शिशु, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घ रोगीको छुट्टै सूची बनोस्। उनीहरूलाई आवश्यक पोषण, नियमित औषधि, मातृ शिशु सेवा र मनोसामाजिक परामर्श उपलब्ध गरायोस्। तेस्रो, बालबालिकाको शिक्षा तुरुन्त निरन्तर गरिनुपर्छ। उनीहरूलाई पुरानै विद्यालयमा पढ्न निशुल्क यातायातको व्यवस्था गरियोस्। नष्ट भएका पुस्तक, कापी, पोसाक र प्रमाणपत्र सरकारले उपलब्ध गराओस्। परिवारको सहमति बिना विद्यालय परिवर्तन गर्न बाध्य नपारियोस्। चौथो, 25,000 रुपियाँ दिएर राज्य आफ्नो जिम्मेवारीबाट मुक्त हुन मिल्दैन महोदय। डोजर स्थानान्तरण र बाढीका कारण भएको क्षतिको वास्तविक मूल्याङ्कन हुनुपर्दछ। घरायसी सामान, औजार, औषधि, शैक्षिक सामग्री र जीविकोपार्जनको क्षतिका आधारमा उचित क्षतिपूर्ति दिइयोस्। पाँचौं, सरकारले स्थायी समाधानको समयसीमा घोषणा गर्नुपर्दछ। वास्तविक भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान तथा प्रमाणीकरण छिट्टो गरियोस्, सम्पन्न गरियोस्। योग्य परिवारलाई सरकारले गरेको प्रतिबद्धता अनुसार लाल पूर्जा, सुरक्षित आवास, सामाजिक आवास वा अन्य उपयुक्त विकल्प दिइयोस्।
सबैलाई एउटै रूपमा हेरेर समस्या समाधान मान्य हुँदैन। सदस्य, समय सकिहाल्छ अब। सकियो, अब 30 सेकेन्डमा सके सभामुख महोदय। वास्तविक भूमिहीन को हो? जग्गा भएर पनि दाबी गर्ने को हो? जोखिमयुक्त स्थानमै सुधार सम्भव छ कि छैन? अर्को स्थानमा पुनर्वास गर्नु पर्ने हो कि होइन? प्रत्येक परिवारको अवस्था छुट्टा छुट्टै हेर्नु पर्दछ। अन्त्यमा सभामुख मार्फत पुनः ध्यानाकर्षण सहित प्रस्तावहरू गर्न चाहन्छु। गरिब, विपन्न, असहाय नागरिकलाई एक ठाउँबाट अर्को ठाउँमा जबरजस्ती सारेर समस्या समाधान हुँदैन। डोजरले घर भत्काउन सक्छ तर समस्या समाप्त पार्न सक्दैन। राज्यले नागरिक र नागरिकको अधिकार संरक्षण गर्ने हो। उपायहीन, अलपत्र र जोखिममा रहेका नागरिकलाई संविधानले प्रत्याभूत गरेको संरक्षणको छाहारीभित्र ल्याउनु राज्यको कर्तव्य हो। ती निमुखा नागरिकको संवेदना र आत्मसम्मानमाथि पटक पटकको आक्रमण राज्यको सफलता होइन। त्यसैले सुकुम्बासीमाथि राज्यले जे जस्तो अमानवीय र न्यूनतम मानव अधिकार विपरीत व्यवहार गर्यो ती नागरिकसँग सरकारले माफी मागोस्, तत्काल सम्मानजनक व्यवस्था गरोस्। दीर्घकालीन समाधानका लागि तत्काल कानुन तर्जुमा गरी 3 तहको समन्वयमा विधिसम्मत र सम्मानजनक बाटो अवलम्बन गरोस्। वास्तविक सुकुम्बासी र जोखिम क्षेत्रमा रहेकालाई राज्यले पहिचान गरी प्राथमिकीकरण सहित अन्यत्र उपयुक्त स्थानमा स्थानान्तरण र पुनर्स्थापना गरोस्। शक्तिको आडमा प्राकृतिक स्रोत र सार्वजनिक क्षेत्रको अतिक्रमण गरेका हदबन्दी भन्दा बढी जग्गा राख्नेहरूको विवरण सार्वजनिक गरी अतिक्रमित भएको, कब्जा गरेको, हदबन्दी भन्दा बढी राखेको जग्गा कानुन सम्मत रूपमा नेपाल सरकारको नाममा ल्याओस् र ती जग्गामा संवेदनशील क्षेत्रमा बसोबास गरेका ती जग्गाहरूलाई संवेदनशील क्षेत्रमा बसोबास गरेका वास्तविक भूमिहीनको व्यवस्थापनमा प्रयोग गरियोस्। वन क्षेत्र र सार्वजनिक क्षेत्रको अतिक्रमण गर्ने रोग र सधैँ बल्झिरहने समस्या सदाको लागि बन्द होस्। यो प्रस्तावको उद्देश्य सरकारलाई दोष लगाएर छलफल समाप्त गर्नका लागि ल्याइएको होइन। तत्काल गर्नुपर्ने कामको साझा कार्ययोजना बनाएर कार्यान्वयन सुरु गर्नका लागि हो। त्यसैले म सम्माननीय सभामुख महोदय मार्फत आग्रह गर्न चाहन्छु, सरकारले 7 दिनभित्र एकीकृत कार्ययोजना सार्वजनिक गरोस्। सम्बन्धित संसदीय समितिले त्यसको नियमित अनुगमन गरोस्। सरकारले प्रत्येक 15 दिनमा प्रगति विवरण समितिमा पेश गरोस् र समस्या समाधान नभएसम्म मासिक रूपमा सदनलाई जानकारी गराओस्। सरकारले जब बाटो बिराउँछ तर संसदले बाटो देखाउनु पर्दछ। यो सिङ्गो सदनको सामूहिक जिम्मेवारी हो।